उपस्थित हुनुभएका आदरणीय व्यक्तित्वहरू, विशेष गरी वडा अध्यक्षज्यू, त्यसै गरी वडा सदस्यज्यूहरू, वडा सचिवज्यू लगायत विभिन्न टोल विकास समितिका अध्यक्ष वा प्रतिनिधिज्यूहरू, त्यसै गरी महिला स्वास्थ्य स्वयंसेविका, त्यसै गरी विभिन्न सामुदायिक वनबाट प्रतिनिधित्व गर्दै आउनुहुने अध्यक्षज्यू, त्यसै गरी अध्यक्ष वा प्रतिनिधिज्यूहरू, त्यसै गरी सहकारीका अध्यक्ष वा प्रतिनिधिज्यूहरू, सामुदायिक वनका अध्यक्ष वा प्रतिनिधिज्यूहरू र राजनैतिक दलका प्रमुख वा प्रतिनिधिज्यूहरूलाई हामी निर्धारित समयभन्दा अलिकति ढिलो भएका छौँ। यो ढिलो भए तापनि पुनः हार्दिक न्यानो अभिवादनसहित स्वागत गर्न चाहन्छु। यो म माइकमा बोल्नुभन्दा अलि त्यतिकै बोल्दा अझै आवाज आउँछ होला जस्तो लाग्छ भन्दै म माइकमा बोलेन, मेरो आवाज पक्कै त्यहाँसम्म पुग्छ जस्तो मलाई लागेको छ। सम्पूर्णमा पुनः न्यानो अभिवादन सहित नमस्कार गर्न चाहन्छु। विशेष गरी यो जनतासँग जनप्रतिनिधि कार्यक्रमको सञ्चालक म पूर्णचन्द्र परियार, जसलाई प्राविधिक रूपमा सहयोग गरिरहेको छ लुम्बिनी दर्पण मिडिया प्रणाली, जसको म व्यवस्थापक पनि रहेको छु र सँगसँगै यसै वडाको म वडावासी पनि भएको हिसाबले यो कार्यक्रमलाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ र वडाबाट हुने सेवा प्रवाहहरूलाई कसरी जनताको नजिकसम्म बनाउन सकिन्छ र जनतालाई उत्तरदायित्व र जनप्रतिनिधिहरूलाई जवाब कार्यक्रमलाई बाणगङ्गा नगरपालिकाको कार्यालयबाट सहयोग भएको छ भने आयोजकको रूपमा रहने बाणगङ्गा नगरपालिका वडा नम्बर 2 को वडा कार्यालय रहेको छ। हामीले निर्धारित समय 2 बजे भनेका थियौँ, हामी अलिकति समय ढिलो भएका छौँ र सम्भवतः खबर गर्ने हिसाबले हामी वडा नम्बर 2 का सम्पूर्ण सामाजिक सङ्घ संस्थाहरू, टोल विकासदेखि लिएर यहाँ रहनुहुने आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई सकेसम्म धेरै उपस्थित होस् भन्ने हिसाबले सचिवजी नरेन्द्र सरले र मैले त्यो कोर्डिनेसन गरेर सम्पर्क गरेका थियौँ। मैले टोल विकासको जिम्मेवारी लिएको थिएँ। जिम्मेवारी लिइरहँदा 2वटा टोल विकास समितिका अध्यक्षज्यूहरूले फोन उठाइदिनु भएन। मैले पटक पटक फोन गरेँ, त्यहाँ पनि हामी कतिको जवाबदेही र जिम्मेवार छौँ भन्ने त्यसले पनि झल्को दिन्छ। त्यसै गरी अन्य टोलमा सम्पर्क भयो, सम्पर्क हुने केही अध्यक्षज्यूहरू सकेसम्म हामी आफै आउँछौँ, यदि आउन पाएनौँ भने हामीले प्रतिनिधि पठाउँछौँ भन्नुभएको थियो र त्यही सँगसँगै राजनैतिक दलकादेखि लिएर सामुदायिक वन, यहाँ रहने सामाजिक सङ्घ संस्थाहरू, सहकारीदेखि लिएर महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नरेन्द्र सरले खबर गर्नुभएको थियो र त्यही आधारमा हामीले अझै पनि आइपुग्नुहुन्छ कि भनेर हामीले अलिकति ढिलो गरी कार्यक्रमलाई शुभारम्भ गर्न गइरहेका छौँ र अब म कार्यक्रमलाई ढिलो नगरी शुभारम्भ गर्न गइरहेको छु र सँगसँगै केही पनि अनुरोध गर्न चाहन्छु भने हामी कार्यक्रम सुरु गर्दै गर्दा केही आउन सक्ने सम्भावित आउँदै गर्नुहुनेछ, उहाँहरू पनि आइसके पछाडि हामी सहभागिता गराउने नै छौँ भन्दै म आजको यस जनतासँग जनप्रतिनिधि कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिनु हुनका निम्ति बाणगङ्गा नगरपालिकाका नगर प्रवक्ता, त्यसै गरी यसै बाणगङ्गा नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष, डाइनामिक लिडर, जहाँ दुख्छ त्यहाँ पुग्छ मैले भनिरहनु पर्दैन। साँच्चीकै व्यवहारमा हामीले त्यो प्रमाणित गरेर पाएका छौँ। आदरणीय यस क्षेत्रका, यस वडाका अभिभावक विष्णु प्रसाद पौडेलज्यूलाई कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्दछु। अध्यक्षताको आसन ग्रहण सँगसँगै उहाँको अनुमतिले म कार्यक्रमलाई अगाडि बढाउँछु। अध्यक्षताको आसन ग्रहण सँगसँगै उहाँ जवाफ दिने ठाउँमा हुनुहुन्छ, प्रश्न गर्ने ठाउँमा तपाईँहरू हुनुहुन्छ। उहाँ जवाफदेहीको हिसाबले पनि आसन ग्रहणका निम्ति म अनुरोध गरेँ गर्दै अब परिचित सँगसँगै आफैमा परिचित त हुनुहुन्छ, परिचित सँगसँगै आसन ग्रहण गरिदिनु हुनका निम्ति जवाफदेहीताको तर्फबाट बाणगङ्गा नगरपालिका वडा नम्बर 2 का वडा सदस्य जिमलाल सापकोटाज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी वडा सदस्य आदरणीय व्यक्तित्व प्रेम बहादुर रौतारज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु आसन ग्रहणका निम्ति। त्यसै गरी आसन ग्रहण गरिदिनु हुनका निम्ति जवाफदेहीको हिसाबले, जवाब दिने हिसाबले, तपाईँले सोधेका प्रश्नको जवाब दिने हिसाबले यसै बाणगङ्गा नगरपालिका वडा नम्बर 2 का वडा सचिव नरेन्द्र पोखरेलज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहण गरिदिनु हुनका निम्ति म यथास्थानमै अनुरोध गर्न चाहन्छु सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई। हामी जवाब प्रश्न गर्ने ठाउँबाट आसन ग्रहण गर्नेछौँ भने जवाब दिने ठाउँमा जनप्रतिनिधिहरू आसन ग्रहण गरिरहनु भएको छ, गर्नुहुनेछ, गरिरहनु भएको छ। यसै बिचमा बाणगङ्गा नगरपालिका वडा नम्बर 2 का 11वटा टोल विकास संस्थाका अध्यक्षज्यूहरू त सबै आइसक्नु भएको छैन।
अध्यक्ष मैले देखिरहेको छु राजपुर टोल विकासका अध्यक्ष आदरणीय व्यक्तित्व खुमानन्द घिमिरेज्यूलाई पनि प्रश्नकर्ता सहितको आसन ग्रहण गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विषमपुरा टोल विकासका अध्यक्ष सुन्दर अर्यालज्यूलाई पनि आसन ग्रहणका निम्ति म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी दलको तर्फबाट नेकपा एमाले बाणगङ्गा नगर कमिटीका उपाध्यक्ष कृष्ण भण्डारीज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्दछु। दल पनि प्रतिनिधि वा प्रमुख वा प्रतिनिधि कोही आउनु भएको छ भने आदरणीय भूमिराज कार्कीज्यूलाई पनि आसन ग्रहणका निम्ति म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस वडा नम्बर 2 मा क्रियाशील राजनैतिक दल राष्ट्रिय जनमोर्चाका प्रतिनिधि प्रमुख वा प्रतिनिधि कोही आउनु भएको छ भने पनि आसन ग्रहणका निम्ति म हार्दिक अनुरोध गर्दछु। र सँगसँगै अन्य दलको कोही आउनु भएको छ भने कृपया यसो सम्पर्कमा रहिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्दै म आसन ग्रहणका निम्ति विभिन्न टोलबाट आउनुभएका टोल विकासका अध्यक्षज्यूहरू वा प्रमुख वा प्रतिनिधिज्यूहरूलाई पनि आसन ग्रहण गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्दछु। र सँगसँगै म के पनि अनुरोध गर्न चाहन्छु भने राजनैतिक दल यहाँ क्रियाशील राजनैतिक दल एक हिसाबले तपाईँहरू पनि जवाफदेही हो। तपाईँहरूप्रति पनि त्यो खालका प्रश्नहरू आउन सक्छन्, त्यसका निम्ति पनि तपाईँहरू पनि तयारी अवस्थामा रहिदिनु हुनका निम्ति पनि म हार्दिक अनुरोध गर्दै यसै वडामा क्रियाशील आदरणीय महिला स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूलाई पनि आसन ग्रहण गरिदिनु हुनका निम्ति म यथास्थानमा आसन ग्रहण गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्दछु। र म अनुरोध के पनि गर्न चाहन्छु भने राजनैतिक दलका प्रमुख वा प्रतिनिधिज्यूहरूलाई अग्रभागमा आएर आसन ग्रहण गरिदिनु हुनका निम्ति म हार्दिक अनुरोध गर्दछु। तपाईँ पनि जवाफ दिने ठाउँमा आउनै पर्छ, जवाफ दिने नै हो। यदि प्रश्न आइहाल्यो भने आएन भने तपाईँ पनि प्रश्नकर्ता हुनुहुनेछ। राजनैतिक दलका प्रमुख ज्यूहरूलाई पनि म यस कार्यक्रम हलको अग्रभागमा आएर व्यवस्थित ढङ्गले आसन ग्रहण गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछु। हुनुहुन्छ यहाँ भिजुअल गर्दै हुनुहुन्छ सुभाष खनालज्यूलाई पनि परिचित सँगसँगै आसन ग्रहणका निम्ति म हार्दिक अनुरोध गर्दै म कार्यक्रमलाई औपचारिकतातर्फ अगाडि बढाउन गइरहेको छु। आजको कार्यक्रमको औपचारिक शुभारम्भ तपाईँ हाम्रै राष्ट्रिय भावनाले ओतप्रोत कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिरहनु भएका तपाईँ हाम्रै आशा अनि भरोसाका केन्द्रबिन्दु बाणगङ्गा नगरपालिकाका नगर प्रवक्ता, त्यसै गरी बाणगङ्गा नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष, कार्यक्रमका अध्यक्ष विष्णु प्रसाद पौडेलज्यूलाई ब्यानर पढेर उद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र सम्पूर्ण अतिथिज्यूहरूलाई सरिक भइदिनु हुनका निम्ति पनि म हार्दिक अनुरोध गर्दछु। जनतासँग जनप्रतिनिधि कार्यक्रम मिति 83 वैशाख 11 गते स्थान बाणगङ्गा नगरपालिका 2 को वडा कार्यवाहीको सभाहल सहयोग बाणगङ्गा नगरपालिका नगर कार्यपालिका कार्यालय प्राविधिक सहयोग लुम्बिनी दर्पण मिडिया प्रणाली बाणगङ्गा 4 कपिलवस्तु आयोजक 2 नम्बर वडा कार्यालय त्रिपुरा बाणगङ्गा नगरपालिका कपिलवस्तु यो कार्यक्रमको सुरुवात भएको जानकारी गराउँछु। धन्यवाद। हाम्रो कार्यक्रम औपचारिक रूपमा शुभारम्भ भएको छ र सँगसँगै म टोल विकासका अध्यक्षज्यूहरू पछाडि देखिरहेको छु। मिल्छ भने अगाडि भागमा आएर बस्दिन पनि सक्नुहुनेछ भन्दै म अब धेरै नबोलिकन आजको कार्यक्रमलाई सहजीकरण गरिदिनु हुनका निम्ति बाणगङ्गा नगरपालिका वडा नम्बर 2 ले गर्ने सेवा प्रवाह, त्यस सँगसँगै जवाफदेही निकाय र सँगसँगै प्रश्नकर्ताहरूको बिचमा सहजीकरणको भूमिका निर्वाह गरिदिनु हुनका निम्ति अबको कार्यक्रमलाई अगाडि बढाइदिनु हुनका निम्ति यस लुम्बिनी दर्पण मिडिया प्रणालीका प्रबन्धक मोहन बेलवासीज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँ नेपाल राष्ट्रिय पत्रकार महासङ्घ कपिलवस्तुका कोषाध्यक्ष पनि हुनुहुन्छ। बाँकी प्रक्रिया र सिलसिला मोहन बेलवासीज्यूबाट। धन्यवाद। धन्यवाद पूर्णजी। मेरो आवाज अलि सानो छ र मैले माइकको सहारा लिएँ।
हार्दिक स्वागत एवं अभिवादन व्यक्त गर्न चाहन्छु कार्यक्रम जनता सङ्घ जनप्रतिनिधि कार्यक्रममा यहाँहरू सम्पूर्णलाई म समयको पाबन्दीलाई ध्यानमा राख्दै यस कार्यक्रमलाई औपचारिक कार्यक्रम हाम्रो अगाडि नै आसन गराउन सँगसँगै चाहिँ धेरै कार्यक्रम अगाडि बढिसकेको छ। म त्यसतर्फ जान चाहन्न। आजको कार्यक्रम जनता सङ्घ जनप्रतिनिधि मार्फत यस कार्यालयले विकासका सवाल सेवा प्रवाहका विषयमा जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम हो। यस कार्यक्रमको अवसर जुटाइदिनु भएकोमा र जनतासँग यसरी प्रत्यक्ष भेटघाटको अवसर जुटाइदिनु भएकोमा म हार्दिक धन्यवाद दिन चाहन्छु वडा नम्बर 2 को कार्यालयलाई। यस कार्यक्रममा हामी विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष प्रश्न र उत्तर भन्दा पनि यहाँका विकासका सवाल र त्यसमा भोलिका दिनमा जनताको चाहिँ भूमिका के रहन्छ त र रचनात्मक सल्लाह सुझाव सँगै अन्तर्क्रियामा सहभागिता हुनेछौँ। यस हलमा देखिरहनुभएका आम जनसमुदाय हुनुहुन्छ। म ढिला नगरी अबको यस कार्यक्रमलाई विकासका सवाल तथा आगामी प्रयासका बारेमा यस वडाले के कस्ता प्रयासहरू गर्यो त यस सवालमा आजसम्म भएका विषयवस्तु राखिदिनुका लागि यस वडाका वडा अध्यक्ष विष्णु प्रसाद पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो लुम्बिनी दर्पण मिडिया प्रणालीका प्रबन्धक पत्रकार महासङ्घका जिल्ला शाखाका कोषाध्यक्ष पनि हुनुहुन्छ मोहन बिरुवा सेठीलाई, वडा सदस्यज्यूहरू, वडामा क्रियाशील राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, सबै टोल विकास संस्थाका अध्यक्षज्यूहरू, पितरा कोठी सामुदायिक वनका अध्यक्ष भूषण कार्कीजी, बाणगङ्गा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष खेमबहादुर अधिकारीजी, उपस्थित हुनुभएका टोल विकास संस्थाका अध्यक्षज्यूहरू राजपुर, बिसनपुरा, नवजागृति, गप्दैया कप्टैया, कर्मश खुमानन्द घिमिरेजी, सुन्दर अर्यालज्यू, राधा पौडेलजी, होमबहादुर घिमिरेजी, लुम्बिनी दर्पण मिडियाका प्रणालीका समाचार प्रमुख प्रिय भाइ थानेश्वर अधिकारीजी, स्वयंसेवीका दिदीबहिनीहरू र यहाँ उपस्थित हुनुभएका सहभागी वडावासी दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो सुभाष भाइ, यहाँहरू सबैलाई हार्दिक स्वागत छ। गर्मी छ, न्यानो अभिवादन भनौँ भने झन् गर्मी थोक्पेला, फेरि पनि न्यानो अभिवादन। र यहाँ पुरा भाइले मोहनजीले यो कार्यक्रमको बारेमा केही कुराहरू बताउनुभयो, विषयवस्तुको बारेमा जानकारी गराउनुभयो र हामीले खासमा यो कार्यक्रम जनतासँग जनप्रतिनिधि त हामी करिब 3 दिनै जस्तो भएका छौँ, जहाँ जनप्रतिनिधिको खोजी हुन्छ। कहिलेकाहीँ हामी जनता खोज्दै पनि जान्छौँ, जनता भनेको वडावासी दाजुभाइ दिदीबहिनीहरू, र कहिलेकाहीँ फेरि उहाँहरूले खोजेको बेलामा जहाँ खोज्नुहुन्छ त्यहाँ पनि पुगेका छौँ। त्यस कारणले हाम्रो वडामा मूलभूत रूपमा नगरपालिकामै त्यस्तो जनताले जनप्रतिनिधिलाई खोजिरहनु पर्ने, खोजेका बखतमा भेटाउन नसक्ने स्थिति त छैन। फेरि पनि अझै औपचारिक ढङ्गले यहाँहरूसित जाने, भेटघाट गर्ने, आफूले गरेका कामको बारेमा बताउने, यहाँहरूका कुराहरू पनि गाउँ बस्तीमै पुगेर सोध्ने बुझ्ने तरिकाबाट यो कार्यक्रम राखिएको थियो र हाम्रो कार्यतालिका अनुसार यसलाई चाहिँ भदौ कटिसकेपछि बर्सात कम हुन्छ, असोज कार्तिकतिर गरौँला भन्ने मनसा थियो। गरौँ भन्ने उद्देश्यका साथ यो कार्यक्रम हामीले आयोजना गरेका छौँ। यहाँहरू उपस्थित हुनुभयो, उपस्थितिको लागि म धेरै
धन्यवाद दिन चाहन्छु। मूलभूत रूपमा वडा कार्यालयबाट प्रवाह हुने सेवा एउटा सुशासनको पाटोमा रहन्छ र अर्को हामी विकास निर्माणका कामहरूलाई पनि सँगसँगै अगाडि बढाइरहेका हुन्छौँ र यो वर्ष वडाको स्थिति के छ भन्ने विषयमा यहाँहरूलाई म संक्षिप्त जानकारी गराउन गइरहेको छु। सबभन्दा पहिला हामीले यस वडा कार्यालयबाट साउन महिनादेखि अहिलेसम्म 2079वटा सिफारिस गरेका छौँ। ती सिफारिसमध्ये नागरिकताका मात्रै 412वटा सिफारिस छन्। त्यसै गरी जन्म दर्ता 373 बालबालिकाहरूको जन्म दर्ता भएको छ। 101 जनाले विवाह दर्ता गर्नुभएको छ। 57 जनाको मृत्यु दर्ता भएको छ। त्यसै गरी बसाइसरी आएको दर्ता 155 छ र यहाँबाट बसाइसरेर जाने 36 जना मात्रै हुनुहुन्छ। भनेपछि हाम्रोमा बसाइसराई गरेर आउने जनसङ्ख्या वृद्धि हुने क्रम तीव्र नै देखिन्छ। त्यस्तै गरेर सम्बन्ध विच्छेद 13वटा चाहिँ सम्बन्ध विच्छेद पनि भएका छन्। यसै गरी सामाजिक सुरक्षा जो हामी भत्ता भन्छौँ, त्यो भत्ता प्राप्त गर्ने हाम्रोमा जम्मा सङ्ख्या 1479 जना रहेको छ। हामी चाहिँ यति धेरै पैसो हाम्रो वडामा मात्रै आउँछ राज्यको तर्फबाट। 1479 जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुहुन्छ। त्यसमध्येमा ज्येष्ठ नागरिक जो 70 वर्षभन्दा माथिका हुनुहुन्छ उहाँहरू 559 जना हुनुहुन्छ। त्यस्तै गरी दलित ज्येष्ठ नागरिक जो 60 वर्ष पुगेपछि यो भत्ता पाउनुहुन्छ उहाँहरू 24 जना हुनुहुन्छ। त्यसै गरी एकल महिला भत्ता पाउनेको सङ्ख्या हामी यहाँ 110 जना रहेको छ। त्यस्तै गरी विधवा, यो एकल र विधवामा थोरै चाहिँ फरक छ। विधवा चाहिँ हाम्रो 155 जना हुनुहुन्छ। आंशिक अपाङ्ग जो निलो कार्ड हुन्छ उहाँहरू चाहिँ 65 जना हुनुहुन्छ। पूर्ण अपाङ्ग जसको रातो कार्ड हुन्छ उहाँहरू 18 जना हुनुहुन्छ। त्यसै गरी क्षेत्र तोकिएका बालबालिका भनेको हाम्रोमा 5 वर्ष मुनिका बच्चाहरूले पनि मासिक रूपमा सामान्य भत्ता पाउने व्यवस्था छ। त्यो सङ्ख्या 541 रहेको छ। 541 मध्ये अलिकति छुट्याउन यहाँ सबै बच्चाहरूको एकै ठाउँमा गएर त्यही पनि अलग गर्दा हामीले जम्मा दलित बालबालिकाको सङ्ख्या 7 पाएका छौँ। तर यो 541मा यो सङ्ख्या अलिक बढी पनि हुनसक्छ। यसलाई यसरी बुझिदिनु होला। र दोस्रो कुरा, आर्थिक वर्ष 2082-83मा वडाले प्राप्त गरेको सिलिङको रकम भनेको नगरपालिकाबाट छुट्याउँदाखेरि वडा समितिले बस्ती तहबाट छानिएर आएका योजनाहरूमा हामीले छुट्याउन मिल्ने पैसा हो र त्यो चाहिँ दुई तरिकाको हुन्छ। एउटै हामीले यस्ता कार्यक्रमहरू गरिरहेका छौँ, यस्ता लक्षिततिरको कार्यक्रम हुन्छ, त्यसमा केही प्रतिशत राख्नुपर्छ, राखेन भने कार्यक्रम स्वीकृत हुन्न नियमअनुसार। र अर्को हाम्रो विकास निर्माणको तर्फमा छुट्टिएको हुन्छ र त्यसमा हामीले जम्मा प्राप्त गरेको रकम थियो 1,25,65,126 रुपियाँ। त्यसमध्ये हामीले लक्षित र योजनामा हामी 44वटा चाहिँ योजनामा बजेटमा छुट्याएका थियौँ। ल 1,25,00,000लाई 44 भाग लाउने हो। अब कति कति पर्ला, हामीलाई कति गाह्रो हुन्छ र बजेट छुट्याउने बेलामा। र यी 44वटा योजना हाम्रा करिब सम्पन्नको स्थितिमा छन्। पूर्वाधारतिरका लगभगै सम्पन्न भइसकेका छन्। यस्तै हामीले गर्नुपर्ने कार्यक्रमका कुराहरू पनि यो वर्ष अलिकति ढिला किन भयो भने पहिला यो वितरणमुखी र यस्ता चाहिँ कार्यक्रमहरू नगर्ने भन्ने पनि सङ्घीय सरकारबाट जानकारी आयो र पछि फेरि चुनावपछि चलाउने भन्ने कुरा आयो भन्दा केही ढिला मात्रै भएको हो। यस्तै गरी हाम्रो 3वटा सरकार छन्, हामी सबैलाई थाहा छ। त्यसमध्येमा हाम्रो प्रदेश सरकारबाट समपूरक सहित 5वटा योजना हामीले प्राप्त गरेका थियौँ। समपूरक भनेको कस्तो हुन्छ भने प्रदेश सरकारको आधी पैसा, नगरपालिकाको आधी पैसा, 50-50 आधी अथवा कहिले चाहिँ 60-40को रेसियोमा पनि रहन्छ। यो वर्ष हाम्रो 50-50मै थियो। प्रदेश सरकारको आधा र हाम्रो आधा गरी हाम्रा 5वटा
योजनाहरू थिए ती 5वटा योजनाहरू सम्पन्न भएका छन् र ती सम्पन्न हुने क्रममा यहाँदेखि कालोपत्री गर्दै जाँदा टपअप भन्छ त्यसलाई, टपअप गर्दै जाँदा 30 लाख थियो, 30 लाखमा 20% बजेट कटौती भएर 26 लाख जतिको टेन्डर हुँदा पारापति चोकसम्म यो बजेटले पुग्यो र त्यहाँदेखि माथिसम्म त्यो बाटो असाध्यै जीर्ण चाहिँ भएको छ। त्यसलाई नपुगेको हुँदाखेरि नगरपालिकामा अनेक प्रयत्न गरेर इस्टिमेट अनुसार 15 लाख रुपियाँ चाहिने र त्यो 15 लाख रुपियाँ नगरपालिकाबाट स्वीकृत गराएर टेन्डरमा गएको छ। मलाई लाग्छ आज भोलिमा टेन्डर पर्ने समय भएको छ। यो बिचको भागलाई ढलाइ गर्न पर्ने भएको कारणले त्यही ठेकदारले ठेक्का भइसकेको अब ढलाइमा आउनु छ। अलिकति अहिलेको यो मूल्य वृद्धिले काममा केही चाहिँ समस्या खडा भएको कुरा सर्वविदितै छ। त्यस्तै गरी हामी पछि नगर स्तरीय योजनामा 50-50 र 70-30 का कार्यक्रमहरू हुन्छन्। 50-50 भनेको उपभोक्ताहरूको 50% र नगरपालिकाको 50%, आधा त्यो आधामा हाम्रो वडामा उपभोक्ताहरूको तर्फबाट लाग्ने आधा पैसा सामुदायिक वनहरूले त्यसमा लगानी गर्नुहुन्छ र आधा नगरपालिकाको हुन्छ। त्यसमध्येमा हामीले 40 लाख रुपियाँ नगरपालिकाबाट प्राप्त गरेका थियौँ। त्यो 40 लाख मध्येमा 15 लाख रुपियाँ पिपराकोठी महिला सेवा सामुदायिक वनले 15, नगरपालिकाको 15 गरेर 30 लाखका 3टा योजना ठेक्काको प्रक्रियामा गइसकेका छन्। अब सम्झौता भएपछि काम सुरु हुन्छ। त्यसै गरी 15 लाख मनोकामना सामुदायिक वनको तर्फबाट गरेर 30 लाखको योजना नन्दनगर र राजपुरको कुलो निर्माणमा सञ्चालन भइरहेको छ। यसै गरी बैजलपुर सामुदायिक वनलाई 10 लाख, बैजलपुर सामुदायिक वनबाट 10 लाख, नगरपालिकाको 10 लाख गरी 20 लाखका योजना राजपुरका 2टा कुलाहरू बन्दैछन्। र त्यसै गरी 70-30 अन्तर्गत फेरि बैजलपुर सामुदायिक वनले 2,57,000 र नगरपालिकाको 6 लाख गरी फेरि राजपुरमै 8,57,000को अर्को काम हुँदैछ भने मनोकामना संस्कृत विद्यापीठभित्र फेरि लकिङ इँटा लगाउने काम, त्यसमा सामुदायिक वनको तर्फबाट फेरि मनोकामना सामुदायिक वनबाट 2,60,000 गरेर 5 लाखको फेरि 5-6 लाख कतिको त्यहाँ पनि योजना आजबाट काम सुरु भएको जानकारी गराउन चाहन्छु। 70-30 र 50-50 को। यस्तै गरी अघि नै पनि चर्चा चल्यो, यो वडा नम्बर 2 हामी सबैको पहलले पूर्ण पोषण मैत्री र पूर्ण सरसफाइ युक्त, मलाई लाग्छ पूर्ण सरसफाइ युक्त त सायद वडा घोषणा प्रदेशमै हामी नै होला पहिलो। अघिल्लो वर्ष हामीले घोषणा गरेका थियौँ र घोषणा गरे पश्चात पनि अहिले पनि हाम्रो वडाभित्र खानेपानीका धारा जडान नभएको नसक्ने घरघोरीहरू तल्लो तिनिया डाँडा खानेपानीको क्षेत्रमा 40 र 40 मध्येमा 5 जनाले शौचालय पनि बनाउन नसक्ने र नबनाइरहेको स्थिति भएको हुँदा तिनिया खानेपानीको तर्फबाट योजना सम्झौता भएर काम सुरु भइसकेको छ। शौचालय निर्माणको निमित्त नगरपालिकाले 36 लाखको इस्टिमेट बनाएको छ। प्राविधिक इस्टिमेट 36 लाखको छ र त्यो 36 लाख मध्येमा नगरपालिकाले 20,000 के अरे 36,000 मध्ये 20,000 नगरपालिकाले सहयोग गर्छ र 16,000 बराबरको जसकोमा शौचालय निर्माण हुने हो उहाँहरूले जनसंरक्षण लगायतका कामहरू गर्नुपर्ने हुन्छ भने धारो जडानको निमित्त नगरपालिकाले 7,000 रुपियाँ प्रति धाराको उपलब्ध गराउँछ। यसरी तिनिया डाँडाको खानेपानीले काम नै सुरु गरिसकेको छ भने नन्दनगर क्षेत्रमा हाम्रो अझै पनि 52 नन्दनगर क्षेत्र भनेको यो खानेपानी उपभोक्ता संस्थाभित्र अझै 52 घरमा धारा जडान गर्न बाँकी रहेको हुँदा फेरि बाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था नन्दनगरले ती 52 घरमा धारा जडान गर्ने प्रक्रिया अगाडि बढेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र नगर स्तरीय योजनाहरू
हामीले प्राप्त गरेका थियौँ। पिप्रा अस्पतालमा भौतिक पूर्वाधार निर्माणको निमित्त 25 लाख रुपियाँ, त्यस्तै गरी तिनिया डाँडामा सडक कालोपत्रेको लागि 25 लाख रुपियाँ जो कामै सम्पन्न भइसकेको छ। श्रृङ्गार शब्द स्थलमा व्यवस्थापनको लागि 3 लाख थियो, त्यो बाँकी रहेको खण्ड अहिले ढलाइ भइसकेको छ। यस्तै गरी कोइराला चोकदेखि बिसनपुरा जाने सडक कालोपत्रेमा 17 लाख रुपियाँ थियो, त्यहाँ काम सम्पन्न भयो र यो दक्षिण पिप्रा पोखरीदेखि पूर्व राधाकृष्ण मन्दिरसम्म पुर्याउने लक्ष्य थियो, नपुगेको कारणले फेरि 5 लाख रुपियाँ नगरपालिकाले त्यसमा थप गरेको छ। 5 लाखको टेन्डर खोल्न अलिक झमेला भएको हुँदा उक्त काम कोटेसन मार्फत गर्ने प्रक्रिया अगाडि बढेको कुरा पनि मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यस्तै गरी हाम्रो पिपरा बौद्ध विहारमा 7 लाखको काम सम्पन्न भइसकेको छ। जागृति टोलमा पिसिसी ढलाले जुन पिपराको पश्चिम भागमा रहेको छ प्लटिङ क्षेत्र, त्यहाँ 8 लाखको पिसिसी ढलान सम्पन्न भइसकेको छ। यसै गरी कोटिया सडक स्तर उन्नति 5 लाखको काम भएको छ। बिसनपुरादेखि झुङ्गा जाने कुलोमा पक्की ढाड निर्माण यो झुङ्गामा 5 लाखको काम भइसकेको छ। गोबडिया तिनिया डाँडा हुँदै अर्खाँची टोल सडक स्तर उन्नति 3 लाखको त्यहाँ बाटो ढलान भइ नै सक्यो। यस्तै गरेर पिपरा अस्पतालमा क्यान्टिन निर्माणको कामलाई आज सम्झौता भएको छ, अब त्यसो पनि काम सकिने हाल्छ। यस्तै गरी वडा नम्बर 2 र 3 को सिमाना यो जुन भक्तौली पूर्व पश्चिमको सडक, त्यसमा 10 लाखको बेस च्यापिसकेको छ, करिब त्यसलाई पनि काम सम्पन्न भन्न मिल्छ। मैले तारापत चौकदेखि उत्तर जाने 15 लाखको कुरा अघि नै जोडिसकेँ। यसै गरी राजपुरको पूर्व पश्चिम टोलमा त्यहाँ असाध्यै कलवर्ट र बाटोको समस्या हुन्छ, त्यहाँ 10 लाखको त्यसको पनि अब ठेक्का सम्झौता हुने बेला भइसकेको छ। यसै गरी बिसनपुरमा कुलो निर्माण जो यो कोइराला चोकदेखि दक्षिणतिर जाने कुलाहरू 8,50,000 काम सम्पन्न भएको छ। कब्दैयाको कुलोमा रिटेनिङ वालको काम 2 लाखको त्यहाँ उपभोक्ता समिति गठन भइसकेको छ भने पिपरा अस्पतालको भवन निर्माणको लागि नगरपालिकाले बहुवर्षीय ठेक्का लगाएको छ, खोलेको छ 94 लाखको र कर्मसभा नगरसभाबाट बजेट थप गर्दै जाने र पिपरा अस्पतालको नयाँ भवन निर्माण गर्ने बजार क्षेत्रमा त्यो प्रक्रिया पनि अगाडि बढेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यस्तै गरेर नन्दनगरमा रहेको गुरुकुलमा अघिल्लो वर्ष पनि यो वर्ष पनि बुद्ध भूमि नगरपालिकाले 5 लाख, अघिल्लो साल पनि 5 लाख रुपियाँ हस्तान्तरित योजना थियो, उनीहरूको बजेट कार्यान्वयन हुने हाम्रो नगरपालिका मार्फत र यो वर्ष पनि फेरि केही जो भान्साघर बनिराखेको थियो अपुरो थियो, त्यसको लागि 5 लाख रुपियाँ बुद्ध भूमि नगरपालिकाको तर्फबाट प्राप्त भएको थियो, त्यसको पनि काम अन्तिम चरणमा पुगिसकेको कुरा मैले जानकारी गराउँछु। त्यस्तै गरेर गुरुकुलमा प्रदेश सरकारबाट छात्रावास जो अधुरो थियो त्यो छात्रावास निर्माणको लागि पनि 12 लाख रुपियाँको काम भइसकेको छ र त्यहीँभित्र फेरि धार्मिक वन क्षेत्रभित्र जो गुरुकुलमा पोखरी छ त्यसको सौन्दर्यीकरणको लागि पनि प्रदेश सरकारको तर्फबाट 4 लाख रुपियाँ थियो, उक्त काम पनि सम्पन्न भएको छ। भने एउटा रेल प्रोजेक्ट भन्ने छ, त्यो रेल प्रोजेक्टबाट पनि नन्दनगरको माथि जो सामुदायिक वन इको पार्कभित्र रहेको पोखरीमा 15 लाख बराबरको काम त्यहाँ पनि सम्पन्न भइसकेको छ। रिचार्ज पोखरीको काम सम्पन्न भएको कुरा म यहाँहरूलाई जानकारी गराउँदछु। हाम्रो उठेको रकम अहिलेसम्म 31,01,188 रुपियाँ राजस्व सम्पन्न गरेर नगरपालिकाको खातामा दाखिला गरिसकेको अवस्था छ। र अर्को म यहाँहरूलाई जानकारी गराउँ, अब हामी फेरि नयाँ आर्थिक वर्ष सुरु हुने बेला भइसकेको छ। सङ्घीय सरकारको बजेट जेठ 1 गते आइ नै हाल्छ। अब हाम्रो स्थानीय तहको बजेट हामीले असारको 10 गते ल्याउनु पर्ने हुन्छ र अब हामी सदा वर्ष चाहिँ यो वर्ष पनि बस्ती तहबाट योजना छनौट बस्तीमा भेला राख्ने कार्यक्रमहरू हुन्छ। त्यसमा यहाँहरूले अहिले एकदम प्राथमिकीकरण गरेर पठाउने भन्ने कुराहरू छ, त्यसमा सहभागिता जनाएर आगामी वर्ष 82-83 को लागि पनि योजना छनौट प्रक्रियामा सहभागी हुनुहुनेछ भन्ने अनुरोध गराउँदै अहिलेलाई यो आर्थिक वर्षमा हामी साउनदेखि यहाँसम्म आउँदासम्म गरेका
गतिविधिहरूको बारेमा संक्षिप्तमा जानकारी गराएँ र यो विषयमा यो कार्यक्रम भनेको के हो भने हाम्रा वडावासीहरूले वडा कार्यालयबाट प्रवाह गरिने सेवाहरूमा कहीँ कतै समस्याहरू झन्झटहरू काम नभएको स्थिति केही त्यस्तो पनि छ, कानुनले मिल्ने तर काम नहुने या अन्य खालका केही पनि यहाँहरूको मनमा लागेका कुराहरू छन् भने निर्धक्क समय मैले सोधेँ। त्यो सोधेको कारणले वडा अध्यक्ष रिसाउने हो कि सदस्य रिसाउने हो कि सचिव रिसाउने हो कि त्यस्तो नठान्नु होला। यो सोध्नको लागि केही कमजोरी भए हामी सच्चिनको लागि राम्रो गरेको भए स्याबासी पनि पाउनको लागि कार्यक्रमको आयोजना गरिएको हुनाले यसमा खुलस्त ढङ्गले आफ्ना केही कुराहरू सुझावहरू सल्लाहहरू या गुनासाहरू जे छन् तिनलाई राखिदिनु होला। मैले अब रहन्छन् भने असाध्यै राम्रो हो, रहेछन् भने आफूले जाने बुझेसम्मको फेरि यहाँलाई जानकारी गराउने छु भन्ने अनुरोध गर्दै अहिलेलाई म बिदा हुन्छु। धन्यवाद। धन्यवाद वडा अध्यक्षज्यूलाई। जुन वर्षभरि गरेका गतिविधिहरू लगाएका खेती चाहिँ उजागरण गर्नुभएको छ त्यसलाई चाहिँ अहिलेसम्म स्याहार्नु भएको छ भन्ने चाहिँ मतलबमा गरेका छौँ। जस्तो जनप्रतिनिधिले गरेका हालसम्म गरेका योजनाहरूको संक्षिप्तमा जानकारी गराउनु भएको छ। म ढिला नगरी पिपराकोठी सामुदायिक वनका अध्यक्ष हुनुहुन्छ हामीसँग भीमसेन कार्कीज्यूलाई अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी कप्तैया टोल विकास समितिका अध्यक्ष भवनाथ घिमिरेजी हुनुहुन्छ, उहाँलाई पनि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। म नवजागृति टोल विकास संस्थाकी अध्यक्ष राधा पौडेलजीलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेकपाका प्रतिनिधि नवराज बैजालीजी हुनुहुन्छ, उहाँलाई अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नन्दनगर टोल विकास समितिका सचिव तिलकराम कणेलजी हुनुहुन्छ, उहाँलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी लालमटिया सामुदायिक वनका उपाध्यक्ष सावित्री थारू हुनुहुन्छ, उहाँलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी पटिया सामुदायिक वनको उपाध्यक्ष सीता घिमिरेजी हुनुहुन्छ, उहाँलाई पनि अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। अबको क्रममा यस कार्यक्रममा यतिन्जेल वडा अध्यक्षज्यूले गराउनुभएका सेवा प्रवाहका विषयमा जानकारी गराउनुभयो। त्यस विषय र यहाँहरूका टोल विकासदेखि लिएर यो गहकिलो आजको चाहिँ उपस्थिति रहेको छ, गुणात्मक हिसाबले निकै महत्त्वपूर्ण उपस्थिति रहेको छ। यहाँ हामीमा राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रमुख प्रतिनिधिज्यूहरू, त्यसै गरी महिला स्वयंसेविकाहरू लगायत आम जनमानस पनि रहनुभएको छ। यस अर्थमा पनि आजको यस उपस्थिति गुणात्मक हिसाबले निकै महत्त्वपूर्ण रहेको छ। यस अवसरमा अबका क्रममा भने यहाँका विकासका सवालमा यहाँहरूका धारणा, जिज्ञासा वा सुझावहरू के रहेका छन् म फलोरोपण गर्न चाहन्छु। क्रमशः पालो गरी आफ्नो स्थानबाट नामसहित यहाँहरूले चाहिँ राख्न चाहेको गुनासो, सुझाव वा जिज्ञासाहरू के रहेका छन् जानकारी गराउनु होला। म व्यक्ति लक्षित गरिनँ, यहाँहरूले स्वतः स्फूर्त रूपमा चाहिँ उठेर आफ्ना सवालहरू यहाँ रचनात्मक सल्लाह सुझावहरू दिन सक्नुहुनेछ। त्यस क्रममा यहाँहरूले व्यक्तिगत आक्षेप लाग्ने खालका चाहिँ प्रश्नहरू गर्न पाइने छैन। यसको आचार संहिता रहेको छ। अन्य सेवाका विषयमा केन्द्रित रहनुपर्नेछ र समयको पाबन्दीले गर्दा यो यहाँहरूले भूमिका नबाँधिकन सर्टकटमा सोझै प्रश्नमा चाहिँ जानुहुनेछ भन्ने अपेक्षा लिएका छौँ। हस्त अबका क्रममा भने यहाँहरूले राख्न चाहेका कोही हुनुहुन्छ भने खलरलाई म अगाडि बढाउन चाहन्छु। बैजलपुर मेहनती टोलमा बस्छु। हाम्रोतिर बाटो पनि अलिक अवसर छ, अनि फेरि हुन त यहाँ जनसेविकाहरू पनि हुनुहुन्छ। जस्तै अरू वडामा अरू टोललाई धेरै बजेटहरू अथवा सुत्केरी खर्चहरू सुत्केरीले चाहिँ पाउनुपर्ने हो, त्यो पाउने अरू टोलमा पाउनुभएको छ। हाम्रो टोलमा चाहिँ त्यो छैन कि सोद्धा पनि उहाँहरूले के जवाफ दिनुहुन्छ भने यो टोल, यो मेहनती टोल अलिक पिछडिएको हो, त्यो भएर यो टोलमा अलिक कम पर्छ भनेर भन्नुहुन्छ कि यसमा पनि हजुरहरूको ध्यान आकर्षण जाओस्। धन्यवाद। धन्यवाद। अन्य सहभागीहरू कृपया सुरुमा प्रश्न वा जिज्ञासा यहाँहरूले सुझावहरू दिनुभयो भने राम्रो हुनेछ, नत्र त अन्तिममा टाइम नपुग्न पनि सक्छ र यहाँहरूलाई रोक्न बाध्य हुनेछौँ हामीले। यो कार्यक्रममा के हुन्छ भने सुरुमा बोल्न डराउनुहुन्छ या चाहिँ पछि राख्नुलाई भन्नुहुन्छ, अनि अन्तिममा समय नै पुग्दैन।
त्यसका लागि अनुरोध गर्दछु। र अहिलेसम्म अब सबै कुराहरू पनि आए र यस हाम्रा 2 नम्बर वार्डका अध्यक्ष विष्णु पौडेल सचिव अब चाहिँ हाम्रो हिमलजी सम्पूर्णलाई राजनीतिक तर्फबाट र यही ठाउँमा यही 2 नम्बर वार्ड पिप्रा बैजलपुर मलाई लगभग अब 40-45 वर्ष यही ठाउँमा भयो र अहिले यसो हेर्दा हामी एउटा आलीबाट उछेटिँदै लोड्दै पढ्दै पनि हिँडेको ठाउँ सम्पूर्ण त्यस्तो चाहिँ ठाउँ हो नि र हामी दिशा पिछाको लागि पनि एकदम जङ्गल यही खोला साइडमा दुनियाँभर हिँडिन्थ्यो र अहिले चाहिँ के लाग्छ मलाई भने हुन त त्यस्तो सबै अनुभव नसोध्नु होला तर अहिले हेर्दाखेरि पहिला कुरा तुलनामा र अहिले तुलनामा धेरै आकाश र धरतीको चाहिँ फरक देखिएको छ देख्छु मैले आफै जो र जस्तो थोरै बहिनीले पनि सुकुम्बासीको त गर्नुभयो गर्नु त तर त्यहाँ पनि बाटो पुगेको छ हाम्रो भित्री बाटाहरू भए बाहिरी बाटाहरू चाहिँ र अहिले चाहिँ साइकल बाइकहरू कारहरू हिँडिराखेका छन् र यस वडाले पनि अहिले त्यस्तो अन्यथा सबै कुराहरू एक नाच देखेर काम गरेको जस्तो मलाई लाग्छ त्यस्तो अन्यथा खै त्यस्तो लाग्दैन मलाई त धेरै राम्रो र धेरै खुसी लागेको छ भन्ने मेरो 2-4 शब्द यो अन्त्य गरेँ। धेरै धेरै धन्यवाद भूमिराजीलाई। खास गरी नगरकै एउटा नमुनाको रूपमा यस पिपरालाई सम्पूर्ण नगरकै नमुनाको रूपमा अगाडि बढेको भनेर यस सँगसँगै चाहिँ कुनै पनि काम। मेरो नाम तिलकराम शर्मा, वार्ड नम्बर 2 नगर। हाम्रो विष्णु दाइले भनेका कुराहरू त सबै लगभग ठिक लाग्यो। अब सबै चाहिँ तलदेखि माथिसम्म नगरसम्म भएका विकासहरू चाहिँ यो विकास भयो, यो विकास हामीले चाहिँ गरियो भनेर चाहिँ भन्नुभएको छ। त्यो कुरो सबै सराहनीय चाहिँ लागेको छ। बनाएर त दिनुपर्ने गुरुकुलमा जाने पहिलादेखि नन्दनगरसम्मको बाटो अलिकति चाहिँ रातोसम्म त लगभग धेरै खराब भएको थियो। त्यो त्यहाँनिर बाटो बन्यो, अलि राम्रो भएको छ। त्यहाँदेखि माथिको लागि चाहिँ के पहल चाहिँ गर्नुभएको छ एउटा कुरो। दोस्रो कुरो के छ भने हाम्रो नन्दनगरमा चाहिँ धेरै वर्ष खडा भयो। हाम्रो यो टावरको लागि हामी सबभन्दा चाहिँ पछि परेका छौँ। टावरको लागि हामीले चाहिँ फोन गर्न थाल्यो, फोन हुँदैन। यो टावरको लागि चाहिँ हामीले भन्नुपर्ने हरि घिमिरेलाई चाहिँ हामीले चाहिँ धेरै हामीले फोन गऱ्यो, उहाँले सुन्नुहुन्न। अब कोडाबाट चाहिँ गएर यो टावरको लागि चाहिँ अलिकति व्यवस्थित गर्नुपर्छ। हाम्रो त्यहाँ जम्मा 2 GB मात्रै चाहिँ छोडिएको छ टावर, छोड्न छोडिएको छ तर 2 GB मात्रै छोडिएको छ। 2700 फ्रिक्वेन्सी टावर छोड्नुपर्ने हो, त्यो छोडिएको छैन। यसको लागि वडाबाट हुन्छ कि अथवा नगरपालिकाबाट हुन्छ कि टावरको लागि त्यो खडा भएको टावर त्यसलाई चाहिँ सुचारू गर्नु पर्यो भन्ने चाहिँ मैले चाहिँ आग्रह गर्न चाहन्छु। यो विषयलाई मैले चाहिँ जानकारी गराएँ। धन्यवाद। नवराज बैजानी, बालङ्गा नगरपालिका वडा नम्बर 2। यो सुकुम्बासी बस्तीहरूमा अलिकति के समस्या भयो भने दोहोरो विद्युतलाई तपाईँको ओडाले पनि 5000 दिने, अनि चाहिँ विद्युतले पनि 5000 दिने धरौटी। यसलाई चाहिँ अलिकति ओडाले कन्सेसन गर्ने हो कि भन्ने कुरो म उहाँलाई अनुरोध गर्न चाहन्छु। दोस्रो कुरो, हाम्रो बाटोहरू उत्तरतिर 3 पल्ट पिच भयो विष्णु दाइ। दक्षिणतिर अलिकति जस्तै समस्या तपाईँको यो कृष्ण मन्दिरदेखि तिनियासम्म पनि बाटो धेरै चाहिँ खाल्टाखुल्टी भएको छ र अरू त यता कप्टे जाने बाटो भयो, अब हजुरको कप्टे जाने बाटो यो बगैँचातिरदेखि त्यतातिर चाहिँ धेरै चाहिँ समय भयो कि र 5-7 वर्षै भयो कि बदल्नु परेको। यसलाई चाहिँ हेरिदिनु पऱ्यो। र अर्को कुरो के हो भने साना बजेटहरूमा तपाईँको पिच नगरेर पिच गरेको धेरै ठाउँहरू हुँदो त्यसलाई चाहिँ हजुरको ब्लक भन्दा पनि ढलाइ पक्की ढलाइ के गरियो भने अझै थाहै हुन्छ कि भन्ने कुरो म जानकारी चाहन्छु। हस् त, नमस्कार है सबैलाई। नमस्कार, मेरो नाम पूजा परियार। सर, म एउटा यो तालिमको विषयलाई लिएर एउटा कुरा बोल्न चाहेँ। यो प्रत्येक वर्ष तालिमहरू आइरहेछन् है, अरू जस्तै सिलाइ तालिम, बुनाइ तालिम, धेरै तालिम मलाई आए जस्तो लाग्छ। तर यो प्रत्येक वर्ष दलितलाई भनेर यो जुन दलित सशक्तिकरण तालिम हुन्छ, दलितलाई लिएर समेटेको तालिममा चाहिँ हामी समावेश भयौँ सर। अरू बाँकी तालिममा चाहिँ यो सिलाइ बुनाइ, अरू तालिममा चाहिँ हामी समावेश नभएको हो कि जानकारी हामीलाई नभएको हो कि
एकचोटि हजुरसँग क्वेसन गरेछु। नमस्कार। धन्यवाद। करिब करिब आधा दर्जन बढी प्रश्नहरू आएका छन् रचनाको दाजुभाइ तथा दिदीबहिनीहरूलाई र प्रश्नकर्ता अथवा जिज्ञासा राख्नु भएको छ। खासै त्यस्तो प्रश्न पनि छैन। तारा परियार बहिनीले राख्नुभयो, यो सुत्केरी खर्चको सम्बन्धमा त यहाँको बुझाइमा कमजोरी होला, राज्यले जे तोकेको छ। अब यो 0 होम डेलिभरीवाला नगरपालिका हो। यहाँहरूले जानकारी के लिनु होला भने गर्भवती महिलाहरूलाई बच्चा जन्माउनको लागि अथवा सुत्केरी हुनको लागि पिप्रा अस्पतालसम्म र पिप्रा अस्पतालमा यदि सम्भव भएन, अहिले त धेरै हाम्रो यही महिला रोग स्त्रीरोग विशेषज्ञ नै हुनुहुन्छ, ठुल्ठुला अपरेसनहरू यही नै भएका छन्। यद्यपि हामी कहाँ साधनको कमीले इक्विपमेन्टको कमीको कारणले मात्रै कहिलेकाहीँ अलि जटिल खालको केसहरू आयो भने बुटुल रेफर गर्ने हो, अन्यथा यही नै भएको छ। तर घरदेखि पिप्रा अस्पतालसम्म र पिप्रा अस्पतालमा यदि उपचार सम्भव भएन भने बुटुलमा पनि सम्भव भएन भने भैरवा मेडिकल कलेजसम्म नगरपालिकाको तर्फबाट एम्बुलेन्स फेरि छ। एम्बुलेन्सको भाडा बुझाउनु पर्दैन यहाँहरूले। त्यस कारणले र यो 0 होम डेलिभरी अथवा हाम्रो कुनै पनि महिला घरमा सुत्केरी हुनुहुन्न भनेर घोषित भएको नगरपालिका हो र त्यस कारणले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलाहरूले के मेहनती टोल के चाहिने अर्को टोल सबैले बराबर राज्यले जे सुविधा तोकेको छ त्यो प्राप्त गर्नुहुन्छ। यसमा यहाँको बुझाइको मात्रै कमजोरी हो, त्यसमा भेदभाव छैन। र अर्को बाटोको कुरा गर्नु हो, अहिले अब सबैतिर पिच हुँदा हाम्रा अगाडि भएन भन्ने कुरालाई मैले स्वाभाविक ढङ्गले लिन्छु र म आउने वर्ष यो 82-83कोमा त्यसलाई चाहिने बजेट छुट्याउने धेरै पहिलेदेखि प्रतिबद्धता पनि जनाउँदै आइएको छ, त्यो गरिन्छ है। त्यसलाई यो ढङ्गले बुझिदिनु होला। त्यस्तै गरी अब हुम्रिया दाइले त त्यस्तो प्रशंसा राम्रो भएको छ भन्नु, हुन पनि वास्तवमा भएको छ, हकै छ। अब यो पिप्रा अस्पतालदेखि पावरा जाने बाटो पहिला पनि ठुल्ठुला नेताहरूले धेरै प्रयत्न गर्दा नभएकै काम हो र यो बजेट स्वीकृत गराइसकेपछि म बैजलपुरको साउदै वनको भेलामा भाषण गर्दा त्यहाँ के साथीहरूले वडा अध्यक्ष बौला नचाहिने कुरा गरेर यत्रो पनि काम हुन्छ वडा अध्यक्षले आँटेर भन्नेसम्मका कुराहरू पनि भएका हुन्। तर कालोपत्री गरियो, अहिले त्यो देखिएको छ। त्योभन्दा धेरै चाहिँ परिवर्तन भएको छ, केही बाँकी नै छ, गर्दै जाने। त्यस्तै गरी हाम्रो तिलकजीले भन्नुभयो अहिले जम्मा प्रदेश सरकारबाट 20 लाख रुपियाँको बाटोमा थियो, 20 लाखमा खर्च कटौती भयो, 16 लाखको मात्रै ठेक्का लाग्यो। त्यो ठेक्का लागेको रकम यता तल बैरिया राछोडबाट सुरु गर्दा त्यो त्यतै तलतिरै भेइयो र माथि पुग्न सकेन। अर्को एउटा बजेट थियो बैरिया नन्दनगर दमारा भन्ने, त्यो दमारावाला बजेट यता खर्च गराउनु केही चाहिँ नीतिगत रूपमा हाम्रो देशको बडा चाहिँ अप्ठ्यारो छ कि जहाँ बाटो पिच भएको छ, माथि जङ्गल खण्ड त हाम्रो असाध्यै राम्रो छ नि, अप्ठ्यारो भनेको बस्ती खण्डमै हो। त्यो बाटो बिग्रिएको छ, मूल बाटो हो, दैनिक चाहिँ अर्खाँचीदेखि गाडीहरू आउने जाने व्यस्त नै सडक हो। हामीले भने यही बेला राख्यो, ठुलो चाहिँ गरियो, पछि धेरै प्रयत्न गरियो, काम यताबाट सुरु गरौँ भनेर साह्रै प्रयत्न गरियो, मान्दै मानेनन्। त्यो उतै भयो भने गरेनन्। यो वर्ष त्यसमा सकेसम्म सङ्घीय सरकार प्रदेश सरकार भएन भने नगरपालिकाबाट पनि त्यसलाई जो चाहिँ जीर्ण छ त्यसलाई बनाउने काममा बजेटको व्यवस्था हुन्छ। दुर्भाग्यको कुरा के छ भने हामीले एकैचोटि यही बाटोको मापदण्ड अनुसारको बजेट त्यो बाटोलाई पनि पारेको, तर पार्दाखेरि त्यहाँ यो मापदण्ड अनुसारको सडक निर्माण गर्न नसकिने स्थिति देखेपछि सुरुवात 1 नम्बर वडाबाट हुने भएको हुनाले 1 नम्बर वडाको अध्यक्षज्यूले यो काम हामी बजेट कार्यान्वयन गर्न सक्दैनौँ भनेर 2 वर्षसम्म हामीले लेखेर पठाइयो। त्यो चाहिँ हाम्रो लागि दुर्भाग्य नै थियो र गर्न अझै पनि त्यहाँ गाह्रै छ, किनभने धेरै घरहरू जाने, कसैले त घर मात्रै छ, जग्गै सकिन्छ बाटो विस्तार गर्दा। त्यो स्थितिले गर्दा केही कठिनाइ भएको हो, तर पनि त्यसलाई बढाउने काममा ध्यान चाहिँ पर्याप्त पुगेको छ। अर्को टावरको कुरा
यो टावरको कुरामा यस्तै सार्वजनिक सुनवाईमा नन्दनगरबाट मेनुका खनालले कुरो उठाउनुभयो। प्रदेश सभाको मान्यजी पनि हुनुहुन्थ्यो त्यो कार्यक्रममा। तुरुन्तै हुन्छ भन्नु, उहाँले पहल पनि गर्नु, बजेट पनि छुट्यो, तुरुन्तै कोभिड सुरु भयो, पछाडि बन्यो। यो खुमा सरलाई यो विषयमा धेरै जानकारी छ, सबै बन्यो। त्यहाँ हरि सर अनि अर्को गेवाली मती गेवाली हो कि यस्तै केसँग त मैले 20औँचोटि कुरा पनि गरिसकेको छु, गर्दा अलिकति छोडेको छ, फुल पावरमा छोडेको छैन। अझै त्यसलाई दबाब दिएर बनेको छ, सबै कुरा छ, सुचारू गर्नु मात्रै बाँकी छ। त्यो हुन्छ, त्यो हुन्छ। अनि नवराजजीले राख्नुभयो यो कुरा, एउटा कुरा ठिकै हो। यो चाहिँ नि मिटरको सिफारिस गर्दाखेरि अब नगरसभामा पनि अब अनेक चाहिँ तरिकाका हामी जनप्रतिनिधि हुन्छौँ, आफ्ना आफ्ना तर्कहरू रहन्छन् र होइन अब यी बस्तीहरूमा अन्य खालको कर चाहिँ कम छ, त्यस कारणले विद्युत सिफारिसमा केही न केही समेट्न पऱ्यो भन्ने हिसाबको कुराहरू आएर नगरसभाले वडा कार्यालयले 5000 लिने भन्ने चाहिँ निर्णय छ। र विद्युतको त आफ्नो नियम छँदैछ। यसले केही चाहिँ समस्या अलि आर्थिक भार पर्यो कि भन्ने महसुस भएको छ। नगरसभाको निर्णय फेरि नगरसभा नआइकन त्यसलाई फेरबदल गर्न नसकिने भएको हुँदा यो 82-83कोमा यसलाई के अरे 83-84कोमा त्यसमा त्यो प्रावधानलाई या त्यो व्यवस्थालाई हटाउनेमा मेरो चाहिँ प्रयत्न रहन्छ। जीर्ण भएको कुरा यो राधाकृष्ण मन्दिरदेखि पिनिया जाने सडक जीर्ण भएको छ, त्यसलाई धेरै प्रयास गरियो, बजेट पार्न सकिएको छैन। तर बर्खामा सालिँदै त्यसलाई मर्मत गर्ने गरिएको छ। मर्मत गरेको हिउँदमा चाहिँ धुलो हुन्छ, त्यो स्वाभाविक छ। यो वर्ष कति सकिन्छ प्रयत्न गर्ने हो। र अर्को चाहिँ जो उत्तर बोडियादेखि गौदिया निस्कने छ, त्यसमा ठुलो प्रयत्न गरेर यही अघि मैले प्रदेशको समपूरक भने जस्तै सङ्घीय सरकारको तर्फबाट पनि समपूरकका योजनाहरू हामीले पठाउनु पर्ने हुन्छ। यो 83-84को लागि माघ महिनामा हामीले नगरपालिकाले 2टा योजना पठाउनु पर्नेमा एउटै योजना यो हालेर पठाइएको छ। अब बजेट हाल्छ हाल्दैन, अहिले नयाँ सरकार आएको हुनाले केही बजेट विनियोजनमा नयाँ तरिका नयाँ नीति आउँछ कि आउँदैन त्यो मैले अहिले ग्यारेन्टी गर्न सक्दिनँ। पोहोर परारको स्थिति हो भने नगरपालिकाले माथिबाट तोके अनुसारको योजना पठाएपछि कन्फर्म पर्थ्यो। अहिले त्यही प्रक्रियालाई निरन्तरता दियो भने 100% बजेट आउँछ। अब दिएन भने भन्न सकिएन, आएन भने त्यसलाई कुनै न कुनै रूपले सुरु चाहिँ गर्ने हो। र यो साना साना बाटाहरू ढलाइ गर्ने भन्ने छ, त्यो ठिकै हो। साना साना बाटाहरू ढलाइ गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ। केही महँगो परे पनि टिकाउ चाहिँ देखिएका छन् ढलाइका कुराहरू। यसलाई गरौँला। र अब त फेरि गाह्रो चाहिँ के देखियो भने उपभोक्ता समितिबाट काम गर्न सकिने खालको स्थिति छैन। अब यो राज्य अहिलेको सरकारले केही नीतिहरूमा फेरबदल गरेर अलि सहज बनाइदियो भने त उपभोक्ता समितिबाट कामहरू हुने सानसाना योजनाहरू पनि हामीले सञ्चालन गर्न सकौँला। यदि भएन भने त अब साना साना योजनाहरू ठेक्कामा लगेर काम गर्न गाह्रो पनि हुन्छ। त्यस कारणले अहिले झद्रै ग्यारेन्टी यसै गर्न सकिन्छ भन्ने खालको कुरा छैन। सङ्घीय सरकारको नीति कार्यक्रम र बजेटलाई हेरिसकेपछि त्यो विषयमा हामी निर्णय गरौँला भन्ने मैले जानकारी गराउँछु। अर्को हाम्रो यो पूजा बहिनीले राख्नु तालिममा समावेश हुने अवसर दिनुहोला, एकदम राम्रो कुरा हो। राम्रो पनि छ यो कुरा, नराम्रो पनि छ। नराम्रो के छ भने पूजाले राखेको कुरा नराम्रो होइन भन्न खोजेको भने यो तालिम दिने कुरा त्यति राम्रो चाहिँ भएन। यो म वडा अध्यक्ष नै 9 वर्ष भएँ। त्योभन्दा अगाडि बिचको पिरियडमा सर्वदलीय संयन्त्रबाट गाविसहरू सञ्चालन हुन्थे। त्यो बेला पनि म सर्वदलीयको प्रतिनिधिमा पनि थिएँ। यस्ता तालिम त कति चलाइयो। तालिममा खालि आउन पाइनँ, म छुटेँ, मैले जानकारी पाइनँ भन्ने गुनासो चाहिँ नआएकाबाट सुनिन्छ। जो आएर तालिममा सहभागी हुनुभयो उहाँहरू तालिमका लागि तालिम मात्रै भयो। तालिम लिएर कसैले जाने पेसा व्यवसाय गर्ने, पेसा व्यवसाय त कुरै छोड्नुहोस्, आफ्नो घरको निर्वाहको पनि काम नचलाउने यस्तो चाहिँ स्थिति छ एउटा। अर्को फेरि पूजा बहिनीलाई मैले के जानकारी गराउँछु भने यो हाम्रो वडामा अहिले 2500 घरधुरी छ, लगभग 2260 त हाम्रो
3 वर्ष अगाडिको तथ्याङ्क हो भने अनुमानमा 2500 पुग्यो होला। हामीले तालिम सञ्चालन गराउनु पर्ने हुन्छ 21 जना, 22 जना, 25 जना। त्यो 22-25 जना बाहेक बाँकी चाहिँ 2450 को त गुनासो नै सुन्ने हो हामीले। त्यसले गर्दा कहीँ छुट्टिएको होला, तर यो दलित भनेर यो बस्ती भनेर त्यो बस्ती भनेर हामीले छुट्याएको होइन। त्यो नपुगेर सङ्ख्या कम भएकै कारणले त्यस्तो हुन गएको र यसो गर्दा फेरि दलित समुदाय छुट्छ भनेर हामीले सानिध्य फेरि दलितको लागि छुट्टै कार्यक्रम चाहिँ हरेक वर्ष राख्दै आएका छौँ। र अब टोल विकास संस्थाहरूले छनौट गरेर पठाउँदा कहीँ कतै कमजोरी त्रुटि रहेको रहेछ भने त्यसलाई सच्याउन पनि लगाउँदा भन्ने मैले जानकारी गराउँदै अहिलेसम्म यहाँहरूले राखेका जिज्ञासाहरू यो त धेरै खुसीको कुरा छ। अहिले ठाउँ ठाउँमा यस्ता सार्वजनिक सुनवाई, यो सार्वजनिक सुनवाईकै मोडल हो, यस्ता कार्यक्रमहरू गर्नै नसक्ने, जनताका बिचमा जनप्रतिनिधि कुरै गर्न नसक्ने, लफडा हुने, होहल्ला हुने, डिस्टर्ब हुने खालका पनि स्थितिहरू पनि हामीले देखेका छौँ। अन्यत्र हामी कहाँ त्यस्तो छैन। एक आपसमा हाम्रो सुमधुर सम्बन्धका साथ हामीले पनि सकेसम्म गर्न पाए हुँदो भन्ने मानसिकताका साथै काममा लागेका छौँ। यहाँहरूले पनि फेरि वडावासीहरूको सहयोग बिना हामीले फेरि कुनै पनि काम सम्पन्न गर्न सक्दैनौँ। सबै काममा सहयोग पुर्याउनु भएको छ। 9 वर्ष भयो मेरो कसैसँग झैझगडा पनि भएको छैन, वाद विवाद पनि भएको छैन, उजुर बाजुर पनि परेको छैन। यो चाहिँ सुखद कुरा हो। यही ढङ्गले नै अझै यो 1 वर्ष यहाँहरूले साथ सहयोग दिनु होला। त्यसपछि के हुन्छ फेरि त्यतिखेर सल्लाहकार होला भन्दै अब मैले अहिलेलाई आफ्ना भनाइ या यहाँहरूका जिज्ञासालाई यिनै कुराहरू जानकारी गराउँदै बिदा भए। धन्यवाद। प्रधानजीलाई महत्त्वपूर्ण समाधानका लागि यहाँहरूको जिज्ञासा जानकारी समाधानको प्रयास गर्नुभएको छ। के कस्ता समाधान भएन यहाँहरूले चाहिँ मनन गर्नुहुनेछ भन्दै म यहाँ जनतासँग जनप्रतिनिधि कार्यक्रममा विभिन्न सरकारका व्यक्तित्वहरू हुनुहुन्छ। अहिले पछिल्लो समय स्थानीय तहको वडाभन्दा चाहिँ बलिया आर्थिक हिसाबले वन पनि रहेका छन्। वनले पनि विभिन्न विकासका सवालहरू ल्याएका छन्। यस अर्थमा यस क्षेत्रका वन र वनका सवालहरू स्थानीय तहसँगको मिलेर चाहिँ काम गर्ने वातावरणहरू के कस्ता रहेका छन्? पिपराकोठी सामुदायिक वनका अध्यक्ष भीमसेन कार्कीज्यूले आफ्नो संक्षिप्त विषय राखिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। जानकारी दिनुहोला। जनता यिनै नै हुन्, उपभोक्ता यिनै हुन् र यहाँ रहेका अन्य वनहरूका चाहिँ विषयवस्तुहरू पनि के छन्? धन्यवाद सञ्चालकज्यू। जनतासँग जनप्रतिनिधि जनतासँग जनप्रतिनिधि कार्यक्रममा उपस्थित सम्पूर्ण राजनीतिक दल, हाम्रा टोल विकास संस्था तथा यस वार्ड नम्बर 2 का सम्पूर्ण जनताहरूमा म पिपराकोठी महिला सेवा सामुदायिक वनको अध्यक्ष भीमसेन कार्कीको तर्फबाट हार्दिक नमस्कार। यस हाम्रो जनतासँग जनप्रतिनिधि कार्यक्रममा मलाई पनि बोलाएर अब दूरीको हिसाबले भन्ने हो भने हाम्रो सामुदायिक वन 20 मिटर पनि हाम्रो 10 मिटर पनि 20 मिटर पनि नभनौँ 10 मिटरको डिस्टेन्समा छ। त्यसले गर्दाखेरि हामी यस हाम्रो वार्ड नम्बर 2 र पिपराकोठी महिला सेवा सामुदायिक वनको एउटा सद्भाव कामको समन्वयात्मक भूमिका हामी सामुदायिक वनको अध्यक्ष भएर आइसकेपछि हाम्रो वडाज्यूसँग हरेक समस्याहरूमा हामी सदैव सहकार्य गर्दै आइरहेका छौँ र यहाँको हाम्रो वार्डसँग जति पनि हामीले समन्वय गर्नुपर्ने हो, सहकार्य गर्ने हो, त्यसका विषयमा हामी वार्डसँग समन्वय गरेर काम गरिरहेका छौँ। यसमा हाम्रो नगरसँगको साझेदारी कार्यक्रम अन्तर्गत अघि नै हाम्रो वार्ड अध्यक्षज्यूले जानकारी गराइसक्नु भएको छ। हाम्रा 3टा योजना गरेका छन् र तुरुन्तै हाम्रा चाहिँ टेन्डरको प्रक्रिया यही सायद मलाई जहाँसम्म लाग्छ 14 गते हाम्रो नगरबाट चाहिँ 3टा आयोजनाहरूको चाहिँ टेन्डर पर्दैछ। हाम्रो वार्ड नम्बर 2 को पनि हाम्रो पिपराकोठी महिला सेवा सामुदायिक वनको कार्यक्षेत्रभित्र। त्यही भएर यहाँ अघि नै वार्ड अध्यक्षज्यूले उठाइसकेका कुराहरूमा मैले फेरि त्यसलाई जोडेर
यहाँका उपभोक्ताका जिज्ञासालाई चाहिँ नि अझ बढी मैले चाहिँ नि चासो र चिन्ताका विषयहरू यहाँ मात्रै नभएर म जता गए पनि के भइरहेको छ सामुदायिक वनबाट भन्ने कुराहरू त्यो जिज्ञासालाई मैले जोड्दै यो फेरि चाहिँ नि दोहोऱ्याएर मैले यो जानकारी गराउन चाहेँ। र हामी एउटा जनप्रतिनिधिसँग बसेर यसरी चाहिँ नि वार्डको हामी जनताहरूले आफ्ना जिज्ञासा आफ्ना मनका भावना र हामीसँग परेका चासो र चिन्ताका विषयहरूमा यहाँहरूले यसरी नजिक बसेर आफ्नो वार्डको एउटा चाहिँ अभिभावकसँग यसरी चाहिँ नि आफ्ना जिज्ञासाहरू राखेर चाहिँ नि आफ्ना प्रत्यक्ष जनसरकारसँग जोडिएका विषयहरूमा मजाले सरसल्लाह सहयोग र आफ्ना मनमा लागेका कुराहरूमा चाहिँ नि जोडेर यसरी चाहिँ नि कुरा गर्न पाइराख्नु भएको छ। अब पहिला अघि नै हाम्रो चाहिँ नि दाइले भन्नुभयो हामी 35-40 वर्ष अगाडि हाम्रो भूमिराज दाइले 35-40 वर्ष अगाडिको चाहिँ विकास र अहिलेको विकासमा केही फड्को मारेको छ भन्ने कुराहरू उहाँले जोड्नुभयो। त्यो अति राम्रो कुरा हो। पहिला एउटा सामुदायिक वन यहाँ थिएन, एउटा चाहिँ सरकारको मातहतमा रहन्थ्यो, सामुदायिक वन भन्ने अब शब्दमै थिएन। अहिले चाहिँ नि हाम्रो कमसेकम चाहिँ 25-30 वर्ष अहिले सामुदायिक वनको चाहिँ नि अवधारणा नेपाल सरकारले ल्याइसकेपछि सामुदायिक वनहरू भए। त्यसबाट चाहिँ नि हामीले अन्तर्गतका वनहरूलाई सदुपयोग गरेर ती कुराहरूमा चाहिँ नि आफ्नै उपभोक्ताको लागि आफ्नै जनताको लागि हितको लागि भनेर जोडिए। त्यसले गर्दाखेरि सामुदायिक वन पनि हाम्रो वार्ड नम्बर 2 र हाम्रो नेपाल सरकारका चाहिँ नि एउटा चाहिँ स्थानीय सरकारसँग जोडिएर काम गर्ने अवसर मिल्यो र चाहिँ त्यो पहिला सामुदायिक वनहरूको सम्पूर्ण हिस्सा चाहिँ नि एउटा डिभिजन वन, त्यसपछि हाम्रो सब डिभिजन वनले त्यसको चाहिँ नि भोगाधिकार गर्थ्यो भने अहिले स्थानीय स्तरमा पनि हाम्रो चाहिँ नि सामुदायिक वनहरूले आफ्नो उपभोक्तालाई परेका अप्ठ्यारा दुःख पीर मर्काहरूलाई चाहिँ हामीले मध्यनजर गर्दै केही हिस्सा 40% विकासको उसमा चाहिँ खर्च गरेर 60% वन संरक्षणमा चाहिँ खर्च गर्ने हाम्रो प्रावधान छ। किनभने जति जिज्ञासाहरू आउँछ त्यति हामी अगाडि बढ्न सक्ने एउटा चाहिँ ऊ रहन्छ। किनभने हाम्रा कमी कमजोरीहरू तुरन्त सुधारेर अगाडि जान पाइन्छ र प्रत्यक्ष उपभोक्तालाई अथवा जनतालाई परेका समस्याहरूलाई कसरी निराकरण गरेर जान सकिन्छ भन्ने कुराहरू चाहिँ एउटा प्रतिनिधिले चाहिँ सोच्नुपर्छ र सोचेर जान पाइन्छ अथवा सचिएर जान पाइन्छ भन्ने कुरा मैले यहाँहरूसँग चाहिँ जोड्न चाहेँ। अरू मैले अब कार्यक्रम अन्तिममा आइसकेको हुनाले मैले मेरो कुरा यहीँ छुट्याउँदै बिदा भएँ। धन्यवाद, नमस्कार। हस्, धन्यवाद भीमसेनजीलाई। हामी कार्यक्रमको निर्धारित समयभन्दा पछाडि आइसकेका छौँ। यसर्थमा पनि म कार्यक्रमलाई अन्त्यतर्फ लैजान चाहन्छु। यतिन्जेल यस जनतासँग जनप्रतिनिधि कार्यक्रममा रहेर यहाँहरू उपस्थिति हुनुभयो, यतिन्जेल समय दिनुभएकोमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरू, टोल विकास संस्थाका प्रमुख या प्रतिनिधिज्यूहरू, अन्य सरकारवाला निकाय लगायत हाम्रा जनप्रतिनिधि, वडा सचिवज्यू र सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। प्रश्नका लागि राखिदिनु भएकोमा तारा परियार, भूमिराज कार्की, तिलकराम शर्मा, नवराज बैजाली, पूजा परियार लगायतलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दै म अबको कार्यक्रम समापनका लागि पुनः प्रधानमन्त्रीले यस कार्यक्रम समापनका लागि हार्दिक अनुरोध गर्दै कार्यक्रमका दौरानमा यहाँहरूमा कुनै पनि अप्रिय शब्द या कुनै पनि गतिविधि भएमा क्षमा माग्दै बिदा चाहन्छु। हस्त, धन्यवाद। धन्यवाद छ मोहनजी। सम्बोधन मैले अघि नै गरेको छु। सम्पूर्ण मान्यजनमा फेरि पनि नमस्कार छ र भन्नुपर्ने कुरा जति सबै भनेको हुनाले अब धेरै समय यहाँ लिइरहनु पर्ने उपयुक्त ठान्दिनँ। यहाँहरूलाई कतिको हतार छ, मलाई झत्रै हतार भएको छ। त्यस कारणले यसको प्राविधिक हिसाबले चाँजो पाँजो मिलाउने लुम्बिनी दर्पण मिडिया प्रणाली र व्यस्त समयका बावजुद यहाँ उपस्थित हुनुहुने वडामा क्रियाशील राजनीतिक दल, स्वयंसेविका दिदीबहिनीहरू, सामुदायिक वन, खाने पानी लगायत विभिन्न क्षेत्रबाट पाल्नुहुने सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई वडा कार्यालयको तर्फबाट धेरै धेरै धन्यवाद टक्राउँदै
आज लोकतन्त्र दिवस पनि हो। यो अवसरमा हामी जुटेका छौँ, त्यसको म धेरै व्याख्या गरिनँ। सबैमा शुभकामना। नयाँ वर्ष 2083 सुरु भएको आज हामी 11औं दिनमा भेटघाट भएका छौँ। नयाँ साल 2083 को पनि धेरै धेरै शुभकामना। हाम्रो कार्यकालको अन्तिम वर्ष पनि हो। हाँसी खुसी एकदम हर्ष उल्लासका पूर्वक यो कार्यकाल बिताउनमा यहाँहरूले सहयोग पुर्याउनु हुनेछ भन्ने भरोसा राख्दै सहभागिताको निमित्त पुनः एकपटक सबैलाई धन्यवाद दिँदै ओडाको विकासमा, ओडाको निर्माणमा, ओडाको गरिमा बढाउने कुराहरूमा हामी सबै एकताबद्ध भएर अगाडि बढौँ। केही कमी कमजोरी त्रुटि मान्छेबाट हुने कुरा हो, त्यस्तो छ भने भन्नु होला। सच्चाएर सुधारेर सकेसम्म ओडावासीलाई खुसी बनाउने हाम्रो अभियान हो। यो अभियानमा कटिबद्ध प्रतिबद्ध भएर हामी अगाडि बढ्ने वचनलाई दोहोऱ्याउँदै यो कार्यक्रम यही अन्त्य भएको जानकारी गराउँछु। धन्यवाद, नमस्कार।